रसगोल्ला त खतरा त यहाँ खाल्दा खाली जताउने घडा गोडु घाले अहिले हेलो नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु होइन अहिले बिहानको 7 बज्यो म त भर्खर उठेको भर्खर तातपानी खान लाग्छु तातपानी खान लाग्यो अनि आज चाहिँ 12 दिन हो नि त आज त धेरै उम्किने नि त हामी त जुठो परेको उम्किने हो अब भाडा लिन जानु पर्ने हुन्छ अरू कोही पनि आएको छैनन् सबजना आएपछि अनि भाडा लिन जानु पर्ने हुन्छ त पर भाडा लिन जाने हामी त जब सबै भाडा पनि लिएर आइसक्यो अरू भाडा अरू लिएर मैले यति डेप्ची जान लाग्यो अब अलिक काम गर्नुपर्छ जस्तो लाग्छ यहाँ सब गर्नु पर्यो नि त आज उम्किने हो आज सब काम गर्नुपर्छ यो भिडियो सिडियो गर्नु मिलेर म भिडियो गर्छु नत्र गर्दैन बेलुका क्लिप राख्छु रसगोल्ला त खतरा त यहाँ ए घिउका डल्लै खान त चामै चाम यसरी झिकेर हाल्ने हो ल चाम चाम पहिला के गर्नु थियो रन्डी हिजो कुरा रिसाउनु सक्यो त्यही हुन्छ हुन्छ अन्टी हिजो कुरा रिसाउनु हो र हिजो त रमाइलो होला अन्टी मलाई फोन गरेर के भन्थे बल त खल्ली अलि सबै चाहिँ यो भन्दै काम रुक्न र अन्टी चाहिँ अन्टी घर जानु लाग्यो हने अन्टी किन 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 नभन्ने कसको रुद्र भएन कसले के कुरा गाली गरे हिजो कुरा गाली खानु हो र कसले गाली गरेको र हिजो कुरा गाली किन नजाने बहिनी किन म चाहिँ यति घरमा बसिरहेको थिएँ अनि घरमा बसिरहेको फेरि हुती आयो हुतीले फेरि स्कुल जान मन स्कुलमा फेरि रनिङ सिटमा जानको लागि फेरि तयारी गर्न लाग्यो कि हुन्छ बल बाँदर लहन जाने अनि म घर जान लाग्यो मान्छे यता लिएर बाँदर नआएको हान्छु तँलाई फेरि सबजनाले आज बाँदर लहन जाम बाँदर लहन भनेको अरे कि यसले लास ला बाँदर खाइन त्यति बाँदर लहन भने बाँदर नआएको के गर्ने म घर जाने एउटा त्यही बाँदर लहन ठाउँमा जान्छौँ बाँदर राखेको खानु थाहा छैन भाषा थाहा जाम लागि सुल्दिनु किन बस ल पाइन्छ आज खेल्न हुन्छ कि राम्रो जग्गा भाषा काम ल त्यहाँ सरद भइन्छ हाम्रोमा अनि उसमा भाषा खान्छ हामीलाई त्यो तिम्रो त्यहाँ भिन्न यत्रो भइन्छ नि हामी चाहिँ बाँदर लहन जान हिँडेको यसको घरको आलु खाइदिएर बाँदर राखेको खान्छु थाहा छैन त्यही पनि फोन गरेर ब्राफेलाई कसले एक कुइन्टल फल हिँडेर बारी गऱ्यो एक कुइन्टल आलु खाइदियो अरे यसले म त 4 सिवा आलु बचनमा ल्याइदिन्छु 4 सिवा आलु बचनमा मसँग चाहिँ हुँदैन त्यही नै यो बाँदर राखेको खाने थाहा छैन अहिले उनीहरू हेर्नुपर्छ हुतेको आँखाले म्याच जोतान्छ त्यति बाँदर राखेर लिएर आयो बाँदर साँदर आएको हुन्छ अनि त्यो चाहिँ घरमै बस्छ म चाहिँ घर जानु लाग्यो घरबाट मेरो कामहरू छ नि त काम गर्छु म यतिमा बोलाएर म उता घर जान्छु भनेर बाँदर लहन भनेर लास्टमा भएन ठिकै हो बाँदर नआएर म चाहिँ घर जान्छु घरबाट कामसाम गर्छु के कस्तो हुन्छ कपडा धुनु अलिक छ कपडा धुन्छु घरबाट पहिला चाहिँ The next day यो चाहिँ अर्को दिन हो नमस्ते सबैजनालाई यो चाहिँ नेक्स्ट डे हो हिजो चाहिँ म भिडियो इन गर्नु पाएन अनि हिजो भिडियो इन गर्नु पाएन अनि बिहान बिहान अनि गाउँमा पानी लगाउनु लाग्यो गाउँमा पानी लगाएको होला अनि भिडियो गर्छु भनेर
गरेको इन्जिन लास्ट थके लागेको दिउँसोभरि काम गरेँ काम गर्दा गर्दा अनि रात पऱ्यो अनि खासै भिडियो पनि गर्न पाएन हिजोको भिडियो र आजको भिडियो मिलाएर आजको दिनको भिडियो र भोलि हिजोको र आजको मिलाएर एउटा भिडियो गराउँछु अहिले म बिहान घुम्नु पानी लगाएर यो सब पानी पानी आएको थियो खोलाबाट पानी अर्को गाउँको देखिन ठुल्बाले पानी लगाउनको लागि बारीमा लिएर आउनु भएको थियो नालाबाट लाउनु भएको हाम्रो बारीमा यत्तिकै खाली भएको थियो अनि म बारीमा फुल सुझाउँदै थिएँ त्यही मिलाउनु त्यही कुदाउनु लाग्यो यता पनि सब छामिसक्यो आज चाहिँ हुने भाइले होइन बाइक पाएको होइन दाइ आज पुग्दै आउनु भएको अनि बाइक पाएको दाइ चाहिँ भएर आउनु भएको अहिले पुग्दाखेरि दाइहरू चाहिँ उता गफ गर्नु भयो आज चाहिँ हुन्थेन चाहिँ यो आफूले सिकेको बाइक हो नि त बाइक पाएर हरि कुद्दै गएको चाहिँ दौडा न मा दौडा न मा दौडा खाल्दा खाल्दी जताउकै घोडा घाले अहिले You can do it, Danny. आज हामी चाहिँ डुल्दैन हो आजको दिन चाहिँ यस्तो कतै पनि गयो त्यो यति अहिले बिहान म गाउँमा त पानीमा त लगाएँ अहिले स्पेसल केही भएन अहिले घर बसिरहेको थियो अनि म त घर बसिरहेको थिएँ अनि हुँदै भए चाहिँ जाम डुल्न भन्यो बाइक पाएको होइन त्यही बेला डुल्दै दिएको राति कता हामी कहाँ इन्फ्लुएन्स आफ्नो थाहा है त यस्तो बाटो दौडा नि दौडा भूत आउट झाङतिर हाल्ला न ल कुदी बेबी कुदी यता त पुरै 11 बजे भएको छ मैले बन्द लाग्यो बाटो बुझाउँछ भने कति झुन्डे मरेको ठाउँमा हामीले यता अफरोड हिँड्नेछौँ अफरोड फुल्ली अफरोड हो हामीलाई चाहिँ यो एरिया झ्यापर हिँडेर भन्छ दादा हामीलाई यो एरियाका क्या होइन झ्यापर राति बाइक चलाएर कुद्ने भन्छ दादा हामी चाहिँ फेरि यसमा आन्द्रमान मात्रै गरेको थाहा थियो होला मैले त्यति गरेँ यसको चाहिँ मेरो दौडाएर टोक्रो फुट्ला न अर्काको यहाँ त होटल थियो यहीँ र पेट्रोल फुल रहेछ त्यही भएर
यी आमा यति भिडियो गरिरहेको न कुरा गरेको घुमेर आयो अनि घुमेर आएर घरमा मिलाएर बसेको अनि यहाँ गेम खेल्न लाग्यो उतेको मोबाइलमा गेम खेल्न लाग्यो हामी चाहिँ त्यही हो अब आज रमाइलो भयो रमाइलो त के नि साँझेरि रमाइलो भयो त्यही हो यो भिडियो चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ लास्टमा हेर्नुभयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला